ल विजयपुरको पुलको तीनटै चाडामा तीनटा तयार भइसकेको छ। त्यो पारिपट्टि एउटा तलैबाट बन्दैछ त्यो। यो चाहिँ पुरानो पुल हाफ। अब बर्खा लागे पनि यहाँ चाहिँ काम गर्न गाह्रो हुँदैन। तलको काम चाहिँ सबै भ्याइसकेको छ। 15वटा गडर लाग्छ अरे यहाँ चाहिँ लामो लामो बिम। 5वटा है 6वटा बनाएर रेडी भइसकेको छ। धर्मकाँटा कता अस्ति रडमा उन्निएको थियो एउटा मान्छे। के भयो होला बिचरा। गाडी जोख्ने ठाउँ रहेछ यहाँ। नाम मात्रै रहेछ, अहिले त छैन हौ काउन्टर साउन्टर। अब विजयपुरको ओह्रालोबाट फेरि 200 मिटर जति बाटो बन्छ होला। त्यसपछि यो गेगर थुप्रेको सम्म आएर बन्छ होला। अनि त्यसपछि यो पुल बनेपछि बल्ल पारिपट्टि नै हुँदैछ काम। ल यो विजयपुरको पारिपट्टि तलैबाट कङ्क्रिटको वाल लगाएर बाटो चौडा बनाउँदैछ विजयपुरमा। 4 लेनको बाटो, 4 हो कि 6 लेन। यता ब्यारेकको भित्ता काटेर भ्यायो। यतापट्टि चाहिँ यो तलैबाट एकदम कङ्क्रिट टेवा वाल। अब जुत्ता त खत्तम भयो पाउडर। यस्तो तलैबाट यस्तो खतरा बनाएको छ। विजयपुर पारी।